मूर्तिकार तथा शिक्षक तुलसी मण्डल कलाकारसँग गीत संगीतको क्षेत्रमा गरेका प्रगति र मूर्तिकलाको कलाकारिता लगायत विषयमा सहकर्मी गोपाल प्रसाद पोखरेलले कुराकानी गर्नु भएको छ। अब सुनौ यो कुराकानी। कार्यक्रम तपाईसँग महानगरमा यहाँलाई हार्दिक स्वागत छ। नमस्कार। सन्चै हुनुहुन्छ? सन्चै छु। दिनहरू कसरी बितिरहेछ? राम्रै गइरहेछ। गीतहरू पनि गाउनुहुन्छ? कहिले कहिले बिचमा यसो जुन मुड हुन्छ त्यसलाई फ्रेस गर्नको लागि अनि यो जुन जीवन छ त्यसलाई अलि तनाव कम गर्नको लागि पनि कहिलेकाहीँ यसो गीतहरू गाउँदै गर्छु। सङ्गीत पनि पढ्दै हुनुहुन्थ्यो नि? म सङ्गीत चाहिँ यसो प्रोफेसनल रूपले कुनै खास गरी धेरै एकाडेमिक कोर्सहरू पनि गरेको छुइनँ। हजुर। तर केही कोर्सहरू गरेको छु। हजुर। यसो साथीहरू थियो विराटनगरमा, उहाँबाट यसो केही आइडियाहरू सेयर भएको छ र 1-2 वर्ष सिकेको छु। कस्ता कस्ता गीतहरू गाउनुहुन्छ? जस्तै खास गरी जुन क्लासिकल म पप म्युजिकतिर मैले ढल्न खोजेको थिएँ। अनि त्यसपछि के भयो भने यसो स्थानीय स्तरको मैथिली गाउँ भने साथीहरूबाट, अङ्गिका मेरो एउटा मातृभाषा पनि हो, त्यो भएर साथीहरूको यसो इच्छाले गर्दा पनि मैले मैथिली र अङ्गिकाहरू गाउन थालेँ। एउटा मैथिली भाषाको गीत गाइदिनु त। खेत में ऐबै बहरिया में, खेत में ऐबै बहरिया में, जैसे सरसों फुलेला बगिया में, जैसे सरसों फुलेला बगिया में। अत्यन्त राम्रो आवाज छ। मैथिली बाहेक नेपालीहरू पनि गाउनुहुन्छ? मैले एउटा नेपाली सङ्ग गाएको छु, यहाँ युट्युबमा हेर्न सक्नुहुन्छ। तपाईँकै मुखबाट सुनाउन त। हजुर, त्यो मैले गीत खास गरी जुन मोबाइलको सान्दर्भिक मोबाइल सम्बन्धी मैले लेखेको थिएँ। हजुर। त्यो एउटा कविता थियो र कलेजहरूमा म त्यो कविता वाचन गर्दै गर्थेँ। हजुर। 5-5 मिस कल भनेर। हजुर। अनि त्यो गीत मैले हजुर अनि त्यसलाई गीत बनाए, रेकर्डिङ गरेँ अनि यसो भिडियो बनाएर युट्युबमा पनि हालेको छु। सुनाउनु त। तिम्रो बिना बाँच्दिन एक एक पल, तिम्रो बिना बाँच्दिन एक एक पल, त्यसैले दिन रात गर्छु 5-5 मिस कल, त्यसैले दिन रात गर्छु 5-5 मिस कल। के तिम्रो छैन हजुर साँचो यो लब, के तिम्रो छैन हजुर साँचो यो लब, जेले पनि फोन गर्दा भन्छ सिजाब, जेले पनि फोन गर्दा भन्छ सिजाब। अत्यन्त रमाइलो गीत छ। अब यो गीत सङ्गीतदेखि बाहेक अन्य कलाकारितातिर पनि तपाईँको छ। नाममै तुलसी कलाकार भनेर लेख्नुहुन्छ, यो पछाडि कलाकार चाहिँ किन झुन्याउनु भयो? मेरो पुर्खौली, मेरो बुवा, उहाँको नाम श्री झल्लु मण्डल। हजुर। जहदा गाउँपालिका वडा नम्बर 2 डङ्गराहाट टोल। हजुर। अनि मेरो पुर्खौली पेसा भनेको मूर्तिकला हो। हजुर। म सानैदेखि मूर्तिकलामा रमाउने गर्दै गरेको छु। हजुर। र मेरो जुन जीवनयापन छ हामीहरूको पुरा फ्यामिलीको, हजुर, यो मूर्तिकलादेखि नै लालन पालन भएको छ। हजुर। अलिअलि खेतीपाती बुवा गर्नुहुन्थ्यो अनि त्यसपछि ओन्ली मूर्तिकला। अनि म सानैदेखि मूर्तिकलामा बढी रुचाउँथेँ, किनभने एउटा पेसाले गर्दा पनि हो र मलाई मूर्तिकला अत्याधिक मन परेको हुनाले पनि म मूर्तिकलामा बढी रमाउने गर्थेँ। र अहिले पनि जुन भारतको सुन्दरी मठ छ, सुन्दरनाथ धाम, त्यहाँ मैले 15 वर्षदेखि जुन मेरो जबको म टिचिङ पेसामा पनि आबद्ध भएकोले 10 to 4 बाहेकको जुन समय हुन्छ म त्यहाँ खर्चिने गर्छु। र त्यो मन्दिर हेर्न सक्नुहुन्छ, सुन्दरनाथ धाम। त्यसको डिजाइनहरू जति पनि आर्किटेक्चरहरू छ त्यो हामीले गरेको छौँ। केमा कलाकारिता भर्नुहुन्छ? जस्तै तपाईँले सिमेन्टको बनाउँदा, माटोको बनाउँदा, अनि फाइबर ग्लासको, अनि मार्बल डस्टको, अनि त्यसपछि जुन ढुङ्गामा कोर्ने भर्खर अहिले स्टार्ट गरेको छु ढुङ्गामा कोर्ने मूर्तिहरू, अनि मेटलको त्यस्ता मूर्तिहरू बनाउँदै गर्छु। अनि तपाईँको एरियामा चाहिँ बनाउनुहुन्न मूर्तिहरू? बनाउँछ, हाम्रो घरमा पनि दाइले, मेरो भाइले मूर्तिकला उहाँले बनाउनुहुन्छ। अनि त्यसपछि अझै हाम्रो एरियामा पनि यहाँ विराटनगरमा पनि हेर्नुहुन्छ छ बनाउने कलाकारहरू पनि। अनि आम्दानी त खासै हुँदैन होला? यसो माटोमा कम हुन्छ। हजुर। र एउटा के हुन्छ भने अब यो एउटा मानव काठमाडौँ जस्तो मार्केट भएको भए अथवा इन्डियाको अब कलकत्ता भन्नुहोस्, बम्बई
समय भन्नुहोस्, हजुर त्यस्तो मार्केटमा ठुलो पैसाको डिमान्ड हुन्छ, ठुलो कामहरू जुन पाउन सकिन्छ। हुन त कहीँ बाहिरको प्रोजेक्टहरू जब हुन्छ अथवा कुनै एउटा सरकारी प्रोजेक्ट हुन्छ भने राम्रो यसो कहिले काहीँ पाउने गर्छु। तर नर्मलमा के हुन्छ, साथीभाइको व्यवहारमा यसो उहाँसित के एभाइलेबल हुन्छ, उहाँको एउटा आवश्यकतालाई हेरेर पनि हामीले सहयोगको बापत पनि मूर्तिकला बनाइदिनुपर्छ। तपाईँ त बहुमुखी प्रतिभाको धनी हुनुहुन्छ, तपाईँ गीत पनि गाउनुहुन्छ अनि मूर्ति निर्माणको काम पनि गर्नुहुन्छ, त्यसमा कलाकारिता भर्नुहुन्छ अनि तपाईँ एउटा स्कुलमा, सामुदायिक स्कुलमा पढाउने काम पनि गर्नुहुन्छ। यी तीनैवटा कामलाई चाहिँ कसरी समय उपलब्ध गराउन सम्भव हुन्छ? जस्तै के हुन्छ, म एउटा लियोनार्दो दा विन्ची, म उहाँबाट प्रभावित भएको हजुर एउटा भन्नु मान्छे हुँ। हजुर उहाँबाट मैले धेरै कुराहरू सिकेको छु, किनभने उहाँले धेरै आविष्कारहरू गर्नुभएको थियो। हजुर साङ्गीतिकको पनि उपकरणहरू भन्नुहुन्छ। अनि जुन प्लेनको पहिलो नक्सा लियोनार्दो दा विन्चीले खिच्नु भएको थियो। हजुर मोनालिसा, द ग्रेट मोनालिसाको जुन पेन्टिङ छ उहाँले गर्नुभएको थियो र अहिले वर्ल्ड वाइड उहाँको त्यो मोनालिसाको यदि पेन्टिङको उसलाई वर्ल्ड ब्याङ्कले मैले यसो सुनेअनुसार 6,000 करोड त्यसको अहिलेको वर्तमान मूल्य छ। त मान्छेले चाहियो भने, जस्तै हामी घरमा धेरै कुरा गर्छौँ नि, यदि तपाईँ कुनै कुरा कसैले हराएर कर बापत गर्नुहुन्छ भने त्यसलाई म्यानेजिङ गर्न कठिन हुन्छ। जुन बाइक चलाउँछु त्यसमा पनि कहिले काहीँ गीत गाउँछु। कति साथीहरूले भन्नुहुन्छ तपाईँ बाइक चलाउँदा पनि गीत गाउनुहुन्छ, त राम्रो लाग्छ। एउटा के हुन्छ कि जुन दूरी छ बाइकको, कहीँ आधा घन्टा 1 घन्टा लाग्छ, त गीत गाउँदा 2-4वटा गीतमा सकिदिन्छु, पुगिहाल्छु मजाले विद्यालय पनि। अनि त्यहाँ पुग्दा विद्यालयमा पनि यसो बच्चाहरूसँग जुन एउटा रमाउने एउटा वातावरण हुन्छ, पहिले मोटिभेसन गरिदिने अनि त्यसपछि गीतहरू सुनाइदिने, हाई हेलो गर्ने अनि क्लास स्टार्ट गर्ने। एउटा के हुन्छ कि जुन एउटा इन्भाइरोमेन्ट हुन्छ, भन्छ नि दाल भातमा चटनी हुन्छ, त्यो हुन्छ। अनि त्यो गर्दाखेरि एउटा स्वाद नै बेग्लै हुन्छ, मजा आउँछ, काम गर्न मजा आउँछ, जोस जागर हुन्छ। तपाईँलाई सङ्गीतको क्षेत्रमा सबभन्दा बढी प्रेरणा दिने व्यक्ति को हुनुहुन्छ? सङ्गीतको क्षेत्रमा म 2061 साल जहादा गाउँपालिकादेखि उता धनपाल गाउँपालिका छ, एकजना मेरो साथी हुनुहुन्छ कन्हैयालाल चौधरी। अनि उहाँको धनपाल थान 1 नोचामा घर छ, गरडियामा। कन्हैयालाल चौधरीजी उहाँ चाहिँ धेरै मतलब सङ्गीतमा रुचाउने व्यक्ति। त्यतिखेर उहाँले जग्गा बेचेर पनि त्यो कैसेट निकाल्नु भएको थियो, मलाई अहिले पनि थाहा छ। भजन निकाल्नु भएको थियो, कहिले काहीँ रेडियो नेपालमा त्यो बज्ने गर्थ्यो भजनहरू, मनोकामनाको भजनहरू। उहाँसित यसो मैले नजिकदाखेरि उहाँको घरमा त्यो जन्माष्टमीको मूर्ति बनाएको थिएँ। अनि उहाँले भन्नुभयो यो तपाईँलाई हेर्छु, यसो कहिले काहीँ गीत गाउनुहुन्छ, कहिले काहीँ ट्राई गर्नुपर्छ, तपाईँको आवाज राम्रो छ। त त्यतिखेर दमक जान्थे त रेकर्डिङ गर्न। अनि त्यसपछि विराटनगरमा हाम्रो बिट्स स्टुडियो सुरज दाईको, सुरज श्रेष्ठको, अनि त्यसपछि यहाँ यसो रेकर्डिङ गर्न थालेँ। त्यतिखेर साइकल चलाएर दमक गएर यसो रेकर्डिङ गर्थेँ, मजा आउँथ्यो जे होस्। साइकल चलाएर भए पनि सङ्घर्ष। अनि यो मूर्तिहरू बनाउने, कलाकारिता गर्ने प्रेरणा चाहिँ कहाँबाट प्राप्त भयो? मैले बुवाबाट, जुन बुवासँगै मैले उहाँसँग गर्थेँ मैले लङ टाइम। म आमाभन्दा पनि बुवासँग सानैदेखि नजिक छु, किनभने बुवा काम गर्न जान्थ्यो। म जब बुवासँग जान्थेँ काम गर्न, त उहाँले मलाई यसो बिस्कुटहरू खुवाउँथ्यो, राम्रो राम्रो जुन खानेकुरा हुन्छ त्यो चोकोपनहरू खुवाउँथ्यो। त्यतिखेर गाउँमा त्यति त्यो खालको पाउँदैन थियो, गाउँमा चिया दोकान थिएन त्यतिखेर। चौक जान्थ्यो त उहाँ चिया खुवाउनुहुन्थ्यो, मलाई चिया बिस्कुट राम्रो लाग्थ्यो। त्यो चिया बिस्कुट खानको लागि पनि म जान्थेँ। अनि गएपछि त बुवासँग यसो यदि बुवाले हनुमान बनायो भने म हनुमानको पुच्छर बनाउँथेँ, बुवाले सिंह बनायो भने म सिंहको पुच्छर बनाउँथेँ। त अनि रस्सी ल्याइदिन्थेँ, यो काम गर्थेँ। अनि गर्दा गर्दा त्यो कुरामा मलाई इन्ट्रेस्ट यसो जाग्यो, अनि यो राम्रो लाग्छ भने बनाउन।
अनि गाउँघरमा कहिलेकाहीँ यसो हामीले एउटा बच्चा पार्टी हुन्थ्यो त्यहाँ, हजुर बच्चाहरूको पार्टी, बच्चा पार्टी, जस्तै अहिले राजनीतिक पार्टी छ त्यस्तै हाम्रो बच्चा पार्टी हुन्थ्यो। हजुर अनि त्यतिखेर सरस्वती मूर्तिहरू बनाउँथे अनि चन्दा कलेक्सन गरेर पूजा गर्थे। हजुर त्यस्तो हुन्थ्यो। गीत लेख्न पनि तपाईँ रुचि राख्नुहुन्छ, कम्पोज पनि गर्न रुचि राख्नुहुन्छ, हजुर होइन? हजुर। यी दुईटै रुचिलाई चाहिँ कसरी यसको विद्या आर्जन गर्नुभयो? यो कुरा म पनि कहिलेकाहीँ छक पर्छु, किनभने मैले प्राय जुन गीतहरू छ मैले लेखेको छु र त्यसलाई कम्पोज पनि गरेको छु। त्यो कसरी भएको छ भने त्यो त्यति मलाई ऊ छैन। म सानो छँदा पहिले एउटा घिउको ड्राम आउँथ्यो, मतलब पहिलो खालको ड्राम, मतलब वनस्पति घिउ भन्थ्यो। हजुर। त्यो ड्राममा सिन्को लिएर बजाउँथे कि, मलाई अहिले पनि थाहा छ। अनि कुनै एउटा जुन यहाँ हरिरामहरू हुन्थ्यो, अष्टजामहरू, त्यो हरिराम गाउँथे त कुनै तरजमा गाउँथे, कुनै नयाँ तरज पनि आउँथ्यो, कुनै गीतमा पनि गाउँथे, त त्यो ड्राम बजाउँथे। त त्यहाँ ड्राम बजाएपछि म्युजिक यस्तो कम्पोज हुँदो रहेछ, अनि बिचमा ग्यापिङ हुँदो रहेछ, बिचमा आलाप दिनुपर्छ, अनि एउटा फिलिङ्स हुन्छ, अनि यसलाई यसरी गरियो भने राम्रो हुन्छ भन्ने त्यहाँबाट सिकेँ। त्यसको कम्पोजको मैले कुनै आजसम्म क्लास लिएको छुइनँ, तर कम्पोज मलाई मनपर्छ। एज मलाई धेरै साथीहरूले पनि भन्छ कि तपाईँलाई कम्पोजको लागि खास गरी मुम्बईतिर ट्राई गर्नु पर्थ्यो, किनभने जुन कम्पोज गर्नुहुन्छ जुन हिसाबले धेरै राम्रो छ तपाईँको गीत कम्पोज गर्ने जुन आइडिया छ, एकदम राम्रो छ। स्टेजमा पनि पर्फर्म गर्नुभयो तपाईँले? मैले पहिले गर्थेँ, त्यतिखेर भ्याउँथ्यो। अहिले अब म राति प्राय यसो जाग्ने हुन्छ नि, बुझ्ने मलाई यसो ह्याबिट छैन, तर पहिले चाहिँ हुन्थ्यो त्यस्तो। कस्तो अनुभूति गर्नुभयो सुरुमा? धेरै सुरुमा चाहिँ म के भन्छ अष्टजामको झाँकी गाएको थिएँ, त्यतिखेर माइक समात्न अलि डिफ्रेन्ट लाग्यो थियो, सानो थिएँ, अब ठुलो मान्छेहरू थियो। त्यसपछि ह्याबिट भएपछि एकदम मजा, मतलब माइक समात्ने र कलेजहरूमा जुन फङ्सन हुन्थ्यो त्यसमा यसो एङ्करिङ गर्ने अनि बोल्ने, कविता वाचन गर्ने, सबैलाई हँसाउने, राम्रो लाग्थ्यो। हजुर। स्टेज कार्यक्रममा बढी गाउन मनपर्छ कि स्टुडियोमा? हुन त स्टेजमा यसो दर्शक हुन्छ। हजुर। तर म स्टेज पर्फर्मेन्स भन्दा स्टुडियो मलाई मनपर्छ। हजुर। किनभने म स्टेजको जुन लाइभ पर्फर्मेन्स छ त्यो कम गरेको छु। युट्युबहरूबाट पनि कमाइ त राम्रै हुन्छ होला नि? अहिलेको युट्युबको सन्दर्भ अलि फरक छ, किनभने नेपालको सन्दर्भमा हामी जुन भन्छौँ कि हामी पिछडिएको छौँ अहिले पनि, त त्यसको असर हाम्रो कलाकारिता जगतमा पनि परेको छ। तपाईँ त्यही कन्टेन्ट यदि अमेरिकाको भ्युवरले हेऱ्यो भने अथवा त्यहाँको युट्युबमा त्यो चलियो भने 10 रुपियाँ पाउनुहुन्छ भने अथवा $10 पाउनुहुन्छ भने त्यही कुरा नेपालमा $2 पाउनुहुन्छ। अनि कि तपाईँको लगानी, तपाईँको कलाकारिता, तपाईँको पर्फर्मेन्स सेम छ, तर त्यहाँको युट्युब भयो भने र यहाँको युट्युब भयो भने अलि फरक छ। र यहाँ मोनिटाइज गर्न अलि डिफ्रेन्ट छ। मोनिटाइजेसनको जुन प्रक्रिया छ यहाँ धेरै लामो छ। यो बिचमा त जेनजी आन्दोलनभन्दा पहिले जुन सामाजिक सञ्जालहरू जुन बन्द भएको थियो, अब त्यो कदम पनि सरकारले किन लियो त्यो सम्बन्धी मलाई धेरै, मतलब 100% जानकारी छैन, अलिअलि मात्रै छ। तर त्यसले पनि त्रास, एउटा कलाकारितामा एउटा त्रास भयो कि भोलि गएर युट्युब पनि बन्द भयो भने जुन कलाकारहरूको गरी खाने बाटो छ। नयाँ पुस्ताका कलाकारलाई चाहिँ के सल्लाह दिनुहुन्छ? सरकारले जे करिकुलम बनाउँछ हामीलाई पढाउने एउटा कर्तव्य छ, तर त्यो करिकुलममा सुधार होस्। यदि कलाकारिता हुन्छ भने त्यो प्राइमरी लेभलदेखि चालु हुनुपर्छ, अथवा इन्जिनियरिङ तपाईँले प्राइमरी लेभलदेखि नै त्यो एउटा पार्ट्स छुट्याइदिनुहोस्। किन मतलब साइन्स पढ्छ, एजुकेसन पढ्छ कि कमर्स पढ्छ, त्यो फ्याकल्टी छुट्याउनको लागि हामीले 10 कक्षा किन कुरिरहने? हामी पहिले किन नछुट्याउने? त्यहाँ प्रश्न छ। यदि एउटा बच्चालाई कुन भाषा सिकाउनु छ सानैदेखि त्यही हुन्छ, त्यसले त त्यही भाषा सिकिहाल्छ नि भने बच्चाको रुचि अनुसार हामी किन सिकाउन सक्दैनौँ? त हामी त्यहाँ हामी चुकिरहन्छौँ। अब तपाईँको प्रश्न छ कि एउटा यो सन्दर्भमा पनि अब अहिलेको जुन
जेन्जी पुस्ताले अब कलाकारिता क्षेत्रलाई कसरी अगाडि बढाउने भनेर उहाँले धेरै धैर्य गर्नुपर्छ। यदि उहाँहरूलाई नै पहिल्यै इन्ट्रेस्ट छ कलाकारितामा, सङ्गीत क्षेत्रमा भने उहाँलाई के भन्नुहोस्, उनले टिकटक बनाइरहेको छ भने बनाउन दिनुहोस्, बनाउनु पर्छ। यदि उसले फेसबुकमा पनि आएर केही भनिरहेको छ, अलिअलि मिस्टेक पनि भइरहेको छ भने उसले गर्नुपर्छ। किनभने उहाँले सिक्ने जुन प्लेटफर्म हुन्छ त्यो नै हो। उनले सिक्छ, गल्ती गर्छ, मिस्टेक हुन्छ, बिना मिस्टेकको केही पनि हुँदैन। अनि अहिले पहिलेभन्दा अलि सहज छ, किनभने पहिले गीतहरू लाइभ गाउँथ्यो, अहिले त अब यसो कट गरेर पनि मतलब मिलाउन सकिन्छ र स्टुडियोमा आएर कहिलेकाहीँ ट्राई गर्न सकिन्छ। अहिले नेपाल आइडलहरू, भोइस अफ नेपालहरू पनि यसो टाइममा भइरहन्छ, त्यहाँ पनि पार्टिसिपेट हुन सकिन्छ। अथवा मल्टिमिडियाको फेसबुकको अनि इन्स्टाग्राम छ अनि के भन्छ टिकटक छ, त्यहाँबाट पनि तपाईँले गाएर तपाईँको जुन क्षेत्र छ त्यसलाई तपाईँले ग्राहकता दिन सक्नुहुन्छ। गीत सङ्गीत र कलाकारिता बाहेक अरू केमा रुचि छ? मलाई कसैले मोटिभेसनल स्पिचको जुन क्लास चलाउन भन्छ भने मलाई राम्रो लाग्छ, किनभने म क्लासरुममा सधैँ बिताउँछु र मैले सोनु शर्मा यिनीहरूको जुन मोटिभेसनल स्पिच छ म स्पिचहरू हेर्छु र उहाँहरूको बोल्ने शैली, अब जुन हाम्रो वाचक छ एउटा सुभाकर मिश्रा, उहाँको पनि म कार्यक्रमहरू हेर्छु, क्रिकेट सम्बन्धी उहाँ बोल्नुहुन्छ, मलाई राम्रो लाग्छ। मतलब बोल्ने काम एकदम मनपर्छ मलाई, यस्तो मतलब बोलिरहने, क्लासहरू चलाइरहने, त्यस्तो मलाई मनपर्छ। हामी कार्यक्रमको अन्त्यमा छौँ, केही भन्न चाहनुहुन्छ? म यो भन्न चाहन्छु कि जुन मूर्तिकला छ, जुन मेरो बुवाले जुन मूर्तिकलामा जुन पीडा भोगेको छ, मैले एउटै काम मेरो बुवाले 50 वर्ष गरियो, 50 वर्ष गरियो। उनलाई एकपल्टमा 2-4 लाख निकाल्न पनि धन्धो भयो। मै 30 वर्षदेखि कन्टिन्यू गरिरहेको छु एउटै। म मूर्तिकलामा राम्रो मतलब एकदम ध्यान दिएर त्यसलाई गृहतापूर्वक काम गरिरहेको छु। त्यसपछि पनि त्यो जुन प्लेटफर्म छ त्यो डेभलप भइरहेको छैन आर्थिक रूपले, र त्यो बजारीकरण भइरहेको छैन। हामी केही अलग निकाल्छौँ, जस्तो चाइनाको प्रोडक्ट वर्ल्ड वाइड छ, तर हाम्रो प्रोडक्टलाई वर्ल्ड वाइड कसले गर्ने? कि यो जुन नयाँ सरकार छ, नयाँ सरकारले हामीलाई हेर्नुहुन्छ, उहाँसँग धेरै आश पनि छ, किनभने बालन सरकारसँग भन्नुहुन्छ भने सानोदेखि ठुलो एउटा बच्चाले पनि उहाँको नाम लिन्छ। तर के उहाँले कलाकारिता, उहाँ आफै कलाकार, त्यो कलाकारिताको जुन मार्केटिङ हुन्छ के वर्ल्ड वाइज हुन्छ? जस्तै मूर्तिकलामा, सङ्गीतकलामा यिनीहरू वर्ल्ड वाइज हुन्छ। सङ्गीत त तैपनि एउटा युट्युबको जरियाले भइरहेछ, तर हाम्रो मूर्ति यदि अमेरिका यदि गयो भने त्यसको मूल्य फरक हुन्छ कि त्यसको एउटा सरकारले पनि ट्याक्स पाउँछ कि? तर त्यो मूर्ति कसले लग्ने? हाम्रो जुन कलाकारिता हुन्छ, जस्तै हामी सिमेन्टको बनाउँछौँ, मानव पत्थर कुपेर बनाउँछौँ, अनि फाइबर ग्लासको बनाउँछौँ, मेटलको बनाउँछौँ, त्यो वर्ल्ड वाइज कसरी हुने? त्यो मार्केटिङको आधार के? अथवा जुन नयाँ दिशानिर्देश हुन्छ त्यसको लागि के? त्यहाँ मेजरमेन्टमा यो दिएको छ, उसको हैसियत अनुसार पनि, उसको लेभल के छ त्यो लेभल अनुसार पनि उनले एउटा फी पाउनुपर्छ। तर यहाँ यो सन्दर्भ छैन। जस्तै एउटा हनुमानको मूर्ति लिनु पर्यो भने यदि 4 फिटको छ भने त्यो मेजरमेन्टमा हालिदिन्छ 4 फिटको यति रकम। अब त्यो कम 1 लाख भन्दा कममा बनाउने मान्छे पनि छ, त्यही 4 फिटको 1 लाख बनाउनु भन्दा त्यो माथि पनि छ। तर मेजरमेन्ट तपाईँ कुन आधारले गर्नुहुन्छ? अथवा क्वालिटी कसरी चेक गर्नुहुन्छ? अनि उनले क्वालिटी के चेक गर्छ? सिमेन्टको छ भने सिमेन्ट हालेको छ कि छैन, त्यसमा गिटी छ कि छैन, रड हालेको छ कि छैन। बाबा त्यो क्वालिटी भित्र परेन नि, त्यसको त्यो एउटा हार्डवेयर भयो त्यो चिजको। तर सफ्टवेयर भनेको त्यसको एउटा ग्ल्याजिनेस, सुन्दरता, आकर्षक, त्यसलाई तपाईँ मापन कसरी गर्नुहुन्छ? त्यो मापनमा हामी कलाकारलाई त्यो मापनमा समस्या परिरहेको छ। र यी कुराहरूमा सुधार बन्दै गयो। पर्यटक स्थलीय बनाउनको नयाँ नयाँ ठाउँहरूलाई पनि पर्यटक हुन त अहिले सरकारले धेरै कामहरू पनि यसो अगाडि बढाएको छ। त्यो कामहरू भयो, हाम्रो बजारीकरण भयो भने हामी जुन कलाकार र आउने
जुन कलाकार छ त्यो सन्ततिलाई ठुलो प्रेरणा मिल्नेछ र उहाँले पनि कलाकारिता एउटा गर्वको साथ गर्नेछ र नेपाली जुन मूर्तिकला छ त्यसलाई अगाडि बढाउनको लागि ठुलो एउटा बढावा मिल्छ। कार्यक्रममा उपस्थित भइदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद। धन्यवाद गोपाल सर। यिनै सामग्रीका साथमा कार्यक्रम तपाईसँग महानगरको अन्त्यमा आइपुगेका छौं। यस कार्यक्रम प्रति तपाईसँग कुनै सल्लाह सुझाव र जिज्ञासा छ भने हामीलाई दिन सक्नुहुन्छ, जसका लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर रहेको छ 021 422 943 अनि इमेल ठेगाना रहेको छ tsmahanar123@gmail.com। अब भने कार्यक्रमबाट बिदा माग्ने बेला भएको छ। अर्को हप्ता विविध जानकारीमूलक सामग्रीका साथ तपाईलाई भेट्न आउने नै छौं। अहिलेसम्म प्रविधिमा साथ दिनु भएकोमा प्राविधिक मित्र प्रकाश थान्दारज्यूलाई धेरै धेरै धन्यवाद। आजको कार्यक्रमबाट सहकर्मी अञ्जना पराजुली र म कार्यक्रम संयोजक गोपाल प्रसाद पोखरेल बिदा हुन्छु। रेडियो नेपाल 103 मेगाहर्जमा महानगर एफएम सुन्दै रहनुहोला। हवस् त, नमस्ते।